नमस्ते सबैलाई। आज म चाहिँ एउटा भिडियो सानो क्लिप बनाउन गइरहेको छु जो कि हाम्रो अनलाइन रोकाफोका सिस्टम जुन छ त्यो रिलेटेड छ र धेरै ब्याङ्कर साथीहरूलाई चाहिँ अब अहिले पनि समस्याहरू आइरहेको हुन्छ। त्यस कारणले चाहिँ सानो क्लिप बनाउन गइरहेको जो हाम्रो साथीहरूलाई ब्याङ्कर साथीहरूलाई चाहिँ यसले केही हदसम्म सजिलो होस् भनेर सुरुमा चाहिँ हामी फुक्बाको प्रोसेस हेर्छौँ। ल आउनुहोस् एकचोटि हामी ट्राई गर्छौँ। सुरुमा चाहिँ अब लगइन गरिसकेपछि हाम्रो यो यति खुल्छ डेस्कटप युजर आइडी पासवर्ड हालिसकेपछि अनि युजर आइडी पासवर्ड हालिसकेपछि हामी ठ्याक्कै फुकुवामा क्लिक गर्ने। हामी ब्रोका फुकुवा हुन्छ हामी फुकुवा गर्ने फुकुवाको प्लसमा क्लिक गर्ने हो। अनि त्यसपछि निवेदन दर्ता गर्नुहोस् भन्ने आएन यार। प्रयोगकर्ता लगइनमा गएर क्लिक गर्ने। यो डेस्कटप खोलिसकेपछि हामीले आफ्नो युजर आइडी हाल्नुपर्ने हुन्छ। यति गरेर लगइन गरिसकेपछि हामी प्रवेश गर्न सक्छौँ। अनि बफरिङ हुन टाइम लाग्छ हाम्रो। यति आइसकेपछि प्रक्रिया सुरु गर्नुहोस् भनेर छ है रोका फुकुवाको। हामीले यहाँ क्लिक गर्ने। क्लिक गरेपछि फुकुवाकोमा जाने अनि निवेदन दर्ता गर्नुहोस् भन्ने हुन्छ। अनि हामीले यहाँ 200 MB भन्दा चाहिँ 200 KB भन्दा चाहिँ तलको फाइल हुनु पर्यो है हाम्रो। त्योभन्दा माथिको छ भने लिँदैन। चुज गर्ने। अनि त्यसो हामीले चाहिँ यो डकुमेन्टहरू सुरुदेखि नै स्क्यान गरेर राखिराख्नुपर्छ। अनि राखेपछि अनुसूची जुन 20 छ हाम्रो त्यो चाहिँ हामीले अपलोड गर्नुपर्ने हुन्छ। अनि यसलाई अपलोड गरिदिने। अपलोड भइसकेपछि एउटा सबमिसन नम्बर जेनेरेट हुन्छ। अनि त्यसपछि हामीले यहाँ कार्यालय छान्नुहोस् भनेर जाने। हामीलाई कुन कार्यालय जरुरी पर्छ त्यो भने मैले चाहिँ यहाँ भूमि प्रशासन कार्यालय ढुल्केबाट चुज गरेँ किन मलाई त्यहाँको जरुरी हुन्छ। त्यसपछि निवेदन सुरु गर्नुहोस् भन्ने अनि ओके गर्ने। ओके गरिसकेपछि एउटा सबमिसन नम्बर आउँछ। त्यो हामीलाई काम लाग्छ। त्यो चाहिँ हामीले टिपेर राख्नुपर्ने हुन्छ। यति भइसकेपछि अब हामीले चाहिँ प्रक्रिया सुरु गर्नुहोस् भनेर जाने। अनि यति क्लिक गरिसकेपछि हामीले अब टु बी कन्टिन्यू गर्नुपर्छ यसलाई। चाहिँ हामीले यति चाहिँ निवेदन सुरु गर्नुहोस् भनेर आयो। सुरु गर्ने यहाँ जाने। अनि हामीले यहाँ नम्बर हाल्नुपर्ने हुन्छ। रोका नम्बर 1712 075 76 ML। अनि खोज्नुहोस्मा जाने। खोज्नुहोस् गयो भने आफ्नो पुरै डिटेलहरू आउँछ। यति आइसकेपछि यहाँ डिटेल आउँछ तल। अनि हामीले चाहिँ यहाँ अब प्रतिनिधि विवरणमा अरू केही गर्नु पर्दैन। सर्लग स्लाइड गर्दै जाने। व्यक्ति गर्ने। यति गरिसकेपछि तपाईँको प्रतिनिधि चुज गरिसकेपछि यहाँ हामीले चाहिँ आफ्नो अब केबाट छ नागरिकता गर्नु कि नागरिकता चुज गर्ने। अनि कहाँबाट हो जारी मिति कहाँको हो त्यो हाल्ने। अनि सिराहा भइसकेपछि अब यहाँ नागरिकता नम्बर हाल्नु। मैले चाहिँ मेरो नागरिकता नम्बर हालिसकेपछि यो अटोमेटिक आउँछ आफै। किनभने मेरो पहिलादेखि नै लोड छ। त्यो गरिसकेपछि मैले खोज्नुहोस् गरेपछि मेरो विवरण अटोमेटिक आयो हेर्नुहोस्। जसको छैन उहाँले चाहिँ म्यानुअली भर्न सक्नुहुन्छ हैन। यति गरिसकेपछि जाने सबै कुरा छ। यसलाई चाहिँ सेभ गर्नुहोस्मा जाने। अनि ओके गर्ने। जुन साथीको गर्नुभएको छैन यो प्रतिनिधि विवरण भर्नु उहाँले चाहिँ म्यानुअली भर्नुपर्ने हुन्छ है।
जुन जुन उहाँहरूले रेड टिक लगाएको छ उहाँहरूले चाहिँ त्यही रेड टिकमै क्लिक गरेर भर्नु होला। यति आइसकेपछि हामीले त्यसपछि जग्गा धनीको विवरणमा जग्गाको विवरणमा क्लिक गर्ने। यहाँ हामी सबै अपडेट आइसक्यो, भेरिफाई गरिहाल्ने। भरतपुर 4 क भनेर छ, फिर्ता नम्बरहरू कति छ के छ क्षेत्रफलहरू सबै हामीले भेरिफाई गरिसकेपछि दुईटै अप्सनमा टिक गरेपछि फुकुवाको विवरण थप्नुहोस् भनेर छ। यहाँ चाहिँ हामीले क्लिक गर्नुपर्ने हुन्छ। यति क्लिक गरिसकेपछि अब रोक्का गर्ने एजेन्सी र फुकुवा गर्ने एजेन्सी एउटै हो भनेर आउँछ। हो भने हो, होइन भने होइन, त्यो हामीले गर्नुपर्ने हुन्छ। एकछिन ट्राई गरौँ है, किनभने यहाँ चाहिँ हाम्रो युनिक कोड लिइरहेको हुन्छ, त्यस कारण प्रिटी फन्टलाई चाहिँ हामीले युनिक कोडमा कन्भर्ट गर्नुपर्ने हुन्छ सजिलोको लागि। आएन एकछिन फुकाको प्रकार चाहिँ पत्र अनुसार क्लिक गर्ने, पत्रबाट जग्गा पठाउनुका एकछिन गर्नु यति गरिसकेपछि आयो हाम्रो चलाइहाल्नु। यति गरेको चाहिँ अब एजेन्सी फुकुवा गरेको एजेन्सी एउटै हो। अब यहाँ चाहिँ होइन क्लिक गर्नु पर्थ्यो तर भइरहेको छैन। हामीले चाहिँ यसो ट्राई गरौँ फेरि। जिरो 23 यो सबै विवरण हाल्नुपर्ने छ हामीले। अनि फुकुवा मिति कहिलेको हो के हो। हामीले फुकुवा गर्न निकाय ठेगाना प्रो बैंक लिमिटेड कैफियत सर्भिस सेन्टर बैंक लिमिटेड राख्ने हो। यसलाई चाहिँ सेभ गर्ने। सेभ गरिसकेपछि सबै डिटेल आफै यहाँ तल आउँछ बफिङ भएर। अनि त्यसपछि हामी चाहिँ यति भइसकेपछि अब अघिल्लो पोस्टमा जान्छौँ। यति गरिसकेपछि हामी अब यहाँ चाहिँ हामीले डकुमेन्टहरू अपलोड गर्नुपर्ने हुन्छ। कागजात अपलोडमा जाने। कागजात अपलोडमा चाहिँ यहाँ क्लिक गरेपछि के डाउनलोड यहाँ हाल्नुपर्ने, जस्तै पारित बन्धक लिखित नागरिकता प्रमाणपत्र परिचय पत्र अन्य हामी डिटेल हाल्नुपर्ने। क्लिक गर्ने अनि हाम्रो बन्धक लिखित पारित जारी नीति कहिलेको छ त त्यो हेर्ने। 76 वैशाख 5 को रहेछ हैन। यो चाहिँ मोर्गेज डिड हो। मोर्गेज डिड हामीले चाहिँ अपलोड गऱ्यौँ। अनि नागरिकता प्रतिनिधिको नागरिकता या आइडेन्टिटी कार्ड जे छ उहाँलाई त्यो पनि हाल्नु होला। यहाँ चाहिँ हामीले आइडेन्टिटी कार्ड मैले आफ्नो हालेँ है। मैले आइडेन्टिटी कार्ड आफ्नो अपलोड गरिदिएँ। परिचय पत्र पत्रमा चाहिँ यहाँ हामीले लोड गर्ने परिचय पत्रको कुराहरू चाहिँ आइडेन्टिटी कार्डको
यहाँ चाहिँ नागरिकता अनुसार हामी चाहिँ यहाँ नागरिकता लोड गरिदिउँ आफ्नो प्रतिनिधिको। अनि अन्यमा चाहिँ हामीले अन्य कुराहरू जस्तै अब के छ हाल्न सक्नुपर्ने हालिदियो चाहिँ ओके गरौँ। यति भइसकेपछि हामीले चाहिँ यसलाई सेभ गरौँ। यहाँ चाहिँ जारी मितिहरू के छ करेन्ट कहिले हाल्नु त्यो चाहिँ हाल्नै पर्ने हुन्छ। यति पनि सेभ गर्ने। यति भइसकेपछि सबैजना डिटेल तल आउँछ तपाईँलाई। यो आइसक्यो। अब चाहिँ साधारण जग्गा कागजात चाहिँ अब हेर्नु हामी यहाँ चाहिँ के लोड गर्नुपर्छ त्यो कुरा हेरौँ। अब यहाँ सकल जग्गा धनी लाल पूर्जा पनि अपलोड गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ हामीले चाहिँ सकल जग्गा धनी लाल पूर्जा पनि अपलोड गरिदिउँ लाल पूर्जा। अनि अन्यमा चाहिँ हामी अन्यमा हाल्न सक्छौँ। जस्तै अब फुका लिटर राखिदिउँ। सेभ गरिदिउँ। अन्य आयो। हामीले चाहिँ जम्मा तपाईँको स्टप गर्नुपर्छ। मलाई एउटा इन्डेक्स खाली गर्नु। अनि हामीले हामीले चाहिँ सबै लगभग सबै डकुमेन्ट अपलोड गरिसकेपछि हामीले चाहिँ उहाँको डिटेल अपलोड गरिदिनु पर्ने हुन्छ। छोटा छ यो चाहिँ तपाईँको एमबी बढी हुनु भएन नभए हाम्रो लिँदैन। यसलाई चाहिँ हामीले कम गर्नुपर्ने हुन्छ। यसले यति हामीले चाहिँ जुन जुन डकुमेन्ट हामीलाई मागिरहेको हुन्छ त्यो चाहिँ हामीले अपलोड गरिसकेपछि जस्तै हामीले नागरिकताको प्रतिनिधिको नागरिकता हालिदियौँ, परिचय पत्र हालिदियौँ, अन्यमा लाल अनि त्यसमा हालिदियौँ नागरिकताको प्रमाणपत्र, परिचय पत्र, अन्य डकुमेन्टहरू हाल्यौँ। यहाँ चाहिँ तपाईँको क्वालिटर मर्गेजका यति भइसकेपछि हामीले चाहिँ अपलोड गरिसकेपछि पछिल्लो पोस्टमा जाने। पछिल्लो पोस्टमा गइसकेपछि हाम्रो यहाँ आउँछ। लास्टमा चाहिँ निवेदन दर्ता गर्नुहोस् भनेर हामी क्लिक गर्ने, ओके गरिदिने। यति गरेपछि चाहिँ हाम्रो यति भइसकेपछि अब मेकरको पार्टबाट हाम्रो काम सकियो है। अब चेकरमा गएर हामीले प्रोसिड गरिदिएर अगाडि बनाउ चेक गरेर यसलाई चाहिँ तपाईँको चेकरले पनि ओके गरिदियो भने चाहिँ हाम्रो मालपोतमा जान्छ। धन्यवाद। अब नेक्स्ट प्रोसेस चाहिँ हामी चेकरको पनि तपाईँहरूलाई भिडियो बनाएर देखाउनेछौँ।